भिडियोमा भनिएको छ कि देशभरिमा ग्यास पाइपहरू विस्तार गरेर ग्यास पाइपलाइन विस्तार गरेर घर घरमा ग्यासको पाइप पुर्याउनेछौँ भनेका छन्। र उक्त कुराले जनतामा निकै आशा छाएको छ। आशा त उहाँबाट कसैलाई छाउँदैन। उहाँले भनेअनुसार ग्यास पाइप घर घरमा पुगेपछि पाइपलाइन पुगिसकेपछि दाउराको झन्झटै खत्तम हुने बताएका छन्। तर यो एउटा चुनावी नारा हो। यो सुन्दा एजेन्डा सुन्दा एकदमै आकर्षक लाग्छ, तर यो असम्भव कुरा हो भन्ने कुरा नेपाली जनताले बुझिसकेका छन्। केपी ओलीले बोलेको उक्त भिडियोमा घर घरमा ग्यासको पाइप पुर्याउँछु भन्नु विकासको योजना नभएर चुनावी नारा भएको हामीले पनि बुझ्छौँ, तपाईहरूले पनि बुझ्नुहुन्छ। अहिले मात्रै होइन, योभन्दा विगत 15-20 वर्ष अगाडिदेखि उहाँले शिक्षा, स्वास्थ्य सबै कुरालाई अगाडि बढाउँछु भन्दै नारा लगाउँदै आउँदै चुनाव जितेर सत्ता खाएर देशलाई टाँट पल्ट्याउन सफल भएको एकमात्र नेता हुन् केपी ओली। उहाँको विश्वासमा हामीले कतिसम्म अडिनुपर्छ र कहिलेसम्म उहाँलाई हामीले विश्वास गरेर भोट हालिराख्नुपर्छ भन्ने कुरा अब हामीले आत्मनिर्भर भएर आफैले सोच्नुपर्ने बेला आएको छ। उहाँले योभन्दा अगाडि शिक्षा र स्वास्थ्यमा बोलेका केही कुराहरू